हेलो गाइस एभ्रिवान, कस्तो हुनुहुन्छ तपाईँहरू? आई होप तपाईँहरू सबैजना जाति नै हुनुहुन्छ। वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँहरूलाई डेनल ब्लगमा स्वागत छ। अनि आज यो चाहिँ मेरो किचन हो। मैले आज प्लानिङ गरेको यो मेरो सबै किचन हो होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ गाइस। त्यति राम्रोसँगले पनि मिलाएको छैन किचन होइन, तर आज चाहिँ मेरो प्लानिङ चाहिँ छ, म गोरुको मासु बनाउँछु भनेर मैले सोचिरहेको छु। किनभने गोरुको मासु खाने जातले पाएको हो, म चाहिँ लेप्चा हो नि त, त्यही भएर चाहिँ अब त्यो जात पाएको खाइदिइहाल्ने हो होइन। तपाईँहरूको गोरुको मासु खानु सक्नुहुने छ यो भिडियोमा, तपाईँहरू जोइन हुनुहोस् होला। गोरुको मासु नखाने मान्छे पनि हेर्नु सक्नुहुन्छ, तपाईँहरू हेर्नु सक्नुहुन्छ भने। तर अगर तपाईँहरूलाई अब त्यस्तो हेर्दा पनि प्रब्लम छ भने चाहिँ तपाईँहरूले यो भिडियोलाई नहेर्नुहोस् होला भनेर मैले रिक्वेस्ट गर्न चाहेँ होइन। तर जो पनि गोरुको मासु खानु सक्नुहुन्छ तपाईँहरू मेरो भिडियोमा बनिरहनु होला। म चाहिँ आज गोरुको मासु बनाएर खाने हो। मेरो छुट्टी हो गाइस, यही हो किचन यहाँनिर बनाउँछु। तपाईँहरूलाई त्यो सबै भिडियोमा देखाउनेछु गाइस। तपाईँहरू मेरो भिडियोमा बनाउनुहोस् होला। जो पनि मेरो च्यानलमा नयाँ छ तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब अनि लाइक सेयर गरिदिनुहोस् होला भनेर मैले रिक्वेस्ट गर्न चाहेँ। अहिले चाहिँ यो हेर्नुहोस् तपाईँहरूले यो भिडियोमा मैले के कसो गरेको छु र के बनाएको छु। सक्यो यही किचनमा सबै काम सक्यो गाइस। मैले मासु पनि बनाएँ, मासु बनाएर खाएँ, एकदमै मिठो थियो। अन्त टेस्ट पनि मलाई एकदमै राम्रो लाग्यो। त्यही भएर चाहिँ गाइस होइन, अब आजको मेरो भ्लग चाहिँ यति नै थियो। मैले केही दिनु तपाईँहरूलाई भ्लगमा केही दिन नसके तापनि यति चाहिँ मैले तपाईँहरूलाई निकालेर आज भ्लग दिएको छु होइन। आई होप तपाईँहरूलाई सबैलाई राम्रो लाग्यो होला होइन। अनि अब भन्नु केही पनि छैन गाइस। बाइ बाइ एभ्रिवान। म फेरि पनि आउनेछु नेक्स्ट भ्लगमा। त्यति बेलासम्म तपाईँहरूले मेरो भिडियोलाई हेरेर इन्जोय गर्नुहोस् होला भन्न चाहे।